हामीले चाहिँ घरमा मोमो बनाएर नखाएको लगभग 1 महिना जति पुग्न लागिसकेछ। आज दिउँसोदेखि नै मलाई झोल मोमोको एकदम धेरै क्रेभिङ भइरहेको थियो के। अनि मैले चाहिँ गएको हुँदादेखि नै प्लान गरिसकेको थिएँ कि म बेलुका गएर चाहिँ झोल मोमो बनाएर खान्छु भनेर। ल अब चाहिँ हामी सबैजना मिलेर झोल अचार बनाउनको लागि लागौँ है त गाइज। सुरुमा चाहिँ मैले भटमास, पिनट अनि तिललाई एकछिन रातो हुने गरी भुटेको छु। अब यो सबै भुटिसकेपछि यसलाई एकछिन सेलाउनको लागि छाड्दिम हामी। अब त्यसपछि आउँछ यो टमाटरको पालो। सुरुमा त एउटा प्यान चाहियो हामीलाई, अनि त्यो प्यानमा चाहिँ तेल हालेर एकछिन तताउने। तेल तातिसकेपछि चप गरेर राखेको लसुनलाई राखिदिएको छु सुरुमा। लसुन गोल्डन ब्राउन भइसकेपछि चाहिँ हामीले त्यसमाथि प्याज हालेर एकछिन भुट्छौँ। प्याज पनि ब्राउन भइसकेपछि अब हामीले अघि चप गरेर राखेको टमाटरलाई पनि त्यसमाथिबाट हालेर एकछिन मजाले पकाएर राख्ने। अब यो टमाटरलाई चाहिँ एक साइडमा पाक्नको लागि छाड्दिम, अनि हामीहरू चाहिँ अघि भुटेर राखेको तिल बदामहरूलाई चाहिँ एकछिन मिक्सर गर्दिम पहिला सुरुमा। अब यति सबै पिसिदासम्म चाहिँ हाम्रो टमाटर पनि सेलाएर रेडी भइसक्यो। अब त्यो पाकेर अनि सेलाएर रेडी भइसकेको टमाटरको पेस्टलाई पनि त्यो मिक्सरमै हालिदिने, अनि त्यसपछि ग्राइन्ड गरिदिने एकछिन। अनि अब यति गरिसकेपछि चाहिँ हाम्रो अचार रेडी हुन्छ। मलाई आज खानु मन लागेको चाहिँ पातलो झोल अचार हो क्या, त्यही भएर मैले चाहिँ यसको माथिबाट पानी थपिदिएँ। अनि पानी थपिसकेपछि चाहिँ नुन र अनि कागती मिलाएर ठिक्क बनाएर राखेको छु। यता अचार रेडी हुँदासम्म चाहिँ हामीले मोमोहरू बेलेर अनि पकाएर पनि मोमो रेडी गरेर राखिसक्यौँ। मोमो अनि अचार दुवै रेडी भइसकेपछि चाहिँ म अब मोमो प्लेटिङ गर्न जाँदैछु। हाम्रो यो घरको किचन चाहिँ एकदम धेरै सानो भएको भएर यो सानो प्लेटहरू पनि अट्न गाह्रो हुन्छ के। कति पटक त मैले खाना हाल्दै खाना पल्टेर तल पुऱ्याएको छु के। त्यही भएर आज भोलि चाहिँ मैले यो तलबाट चपिङ बोर्ड राखिदिन्छु, आँट्दिन्छ नि त माथिकोलाई, अनि पोखिँदैन भनेर। आज चाहिँ मैले यो मोमोहरू दुईवटा सेपमा बनाएको थिएँ कि, एउटा डल्लोमा अनि एउटा लाम्चोमा। पहिला मलाई लाम्चो बनाउन आउँथ्यो, त्यति बेला डल्लो बनाउन आउँथेन। अहिले डल्लो बनाउन आउँछ, फेरि मैले लाम्चो बनाउन बिर्सिसकेँ के।